श्रोतालोकन अपने सबके स्वागत है रेडियो स्वागतम 89.89 मेगाहर्ट्ज पर कार्यक्रम एखन अपने सब सुन रहा छी खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता। ये कार्यक्रम अपने सब प्रत्येक सोम दिन भोर के 8 बजे से सुन रहा छी। आई कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता लग उपस्थित भगल छी हम बटुकनाथ झा। जी हाँ, कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान इ नामे से अपने सबके स्पष्ट भगल है जे आजु कार्यक्रम हम सब जे संचालन करब एकर मुख्य उद्देश्य एहि क्षेत्र में सरसफाई के अवस्था तथा खाने पानी एवं एत के स्वच्छता में स्थानीय तह के की भूमिका है आ एमे आम नागरिक के केना दिस ध्यान देवाक चाहे ताहि संदर्भ में हम सब संवाद करब। आजु कार्यक्रम में हमर सबके अतिथि रहल छथि दू गोटे। एगोटे यूनिसेफ के वास कोऑर्डिनेटर गोविंद कार्की तथा एहि क्षेत्र के चर्चित हिमालय युवा क्लब के अध्यक्ष अरुण कुमार महतो जी। श्रोतालोकन अपने सबके जानकारी करा दी जे कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान के जे ई कार्यक्रम अपने सब एखन सुन रहल छी रेडियो स्वागतम 89 मेगाहर्ट्ज पर। ई कार्यक्रम यूनिसेफ और मिथिला नगरपालिका बीच के साझेदारी में संचालन भ रहल अछि। ई कार्यक्रम के आब आगा बढ़बैत सबसे पहले हम यूनिसेफ के वास कोऑर्डिनेटर गोविंद कार्की जी से एकटा जिज्ञासा राखऽ चाहै छियन। अपने सबके जानकारी करा दी जे आज कार्यक्रम के हमर सबके अतिथि छथि जे गोविंद कार्की जी ओ नेपाली भाषी छथि तथा हिमालय युवा क्लब के अध्यक्ष अरुण कुमार महतो जी ओ मैथिली भाषी छथि। ताहि द्वारा आज कार्यक्रम हम मैथिली आ नेपाली दुनू भाषा में मिला कर संचालन करे के प्रयास कर रहल छी। सबभन्दा पहिला यहाँलाई स्वागत छ कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता को तीव्रता अभियान में। धन्यवाद। आज को जुन हाम्रो कार्यक्रम रहेको छ सबभन्दा पहिला यो सरसफाई को क्षेत्र में यूनिसेफ ले जुन विगत लामो समयदेखि काम गरिरहेको छ तपाईहरु जो यो क्षेत्रलाई जुन यसमा समावेश गर्नु भएको छ विगत लामो समयदेखि यहाँ खाने पानी को क्षेत्र में त्यसपछि यो खुला दिशा मुक्त अभियान संचालन भइरहेको छ त्यस क्षेत्रमा तपाईको अनुभवमा अहिलेसम्म यो क्षेत्रमा कति % काम भइसकेको छ? सम्भवतः यहाँको प्रश्नको लागि धेरै धन्यवाद। खानेपानी सरसफाई र स्वच्छताको सवालमा प्रदेश नम्बर 2 मा विगतदेखिकै अलिकति हुन त अन्य कुराहरुमा पनि पछि छ तर पनि यो क्षेत्रमा पनि अहिलेसम्म पछि नै परेको स्थिति छ। तथापि हिजोको भन्दा सुधार छ है। यस मानेमा सुधार छ। हिजो हाम्रो गाउँ बस्ती यहाँको चाहिँ घरहरुमा चाहिँ चर्पीहरु थिएनन्। 2014 तिरको स्थितिलाई हेर्ने हो भने सन् 2014 तिरको स्थिति हो भने करिब 12-18 को हाराहारीमा मात्रै शौचालयहरु थिए। 18% मात्रै। अब त्यो स्थितिमा मान्छेहरुको चाहिँ प्रयोग गरिरहेको स्थिति थियो भने आज त्यो प्रतिशत चाहिँ एकदमै बढेको छ। त्यो प्रतिशत आज बढेर अब यो प्रदेशका 2-3 जिल्ला त खुला दिशा मुक्तै भइसकेको अवस्था छ, सप्तरी, सिरा र सर्लाही। र अब रहेका 5 जिल्ला तिनीहरूले पनि करिब अब 70% नगइसकेको स्थिति हो। र त्यो तुलनात्मकमा एकदमै धेरै प्रगति भएको यो क्षेत्रमा भएको छ। अब तथापि अन्य तुलनामा सिंगै देशलाई हेर्ने हो भने चाहिँ अब 77 वटा जिल्लामा अहिले अब 65 वटा जिल्ला खुला दिशा मुक्त भइसकेको र अब 8 वटा जिल्ला चाहिँ अनुगमन भएर रहेको स्थिति छ भने अब यो तराईका जो 5 वटा जिल्ला छन् यी जिल्ला 5 वटा जिल्ला खुला दिशा मुक्त भयो भने सम्भवतः देशै खुला दिशा मुक्त हुने अवस्था हो। अरुण कुमार जी अपने एखन जना हिनकर बात सुनलिए गोविंद सर के जे धनुषा जिला लगायत जे प्रदेश नंबर 2 के 5टा जिला बाकी है
खुला दिशा मुक्त होबमे ओहिमे 70% तक काज भऽ गेल छै। अहाँ सब बहुत लंबा समय से सामाजिक क्षेत्र में काज कर रहल छी। ओही अंतर्गत जे खुला दिशा मुक्त अभियान जे संचालन भेल छै धनुषा जिला में 2014 से भेल छै। 2017 में एकरा खुला दिशा मुक्त के पूर्ण खुला दिशा मुक्त जे करऽ के घोषणा करऽ के योजना रही से एखन तक नहीं भऽ पायल छै। एतऽ अर्थात मिथिला नगर पालिका क्षेत्र में तकर बाद छिटेश्वर नाथ नगर पालिका क्षेत्र में जे अहाँ सबके एकटा युवा क्लब के मार्फत जे अहाँ सबके अलग पहचान बनल अछि, एहि क्षेत्र में एखन तक खुला दिशा मुक्त के अभियान होय तथा खाने पानी के जे अहाँ के स्वस्थ स्वच्छ खाने पानी के एहि क्षेत्र में एखन तक अपने सब की सब काज केलिए? धन्यवाद बटुकनाथ जी। वास्तव में अखन जे हम कहि रहल छी जे उपस्थित भेल छी स्वागत एफएम में पटक पटक हम होइत रहे छी। एकटा हम सरे सफाई लऽ कऽ उपस्थित होइ छी आ सर सफाई सब में बारम्बार यह छलफल सब रेडियो के मार्फत सब जानकारी सब श्रोता वर्ग सबके देल जाइ छै। ई बहुत बढ़िया पक्ष छै। हमरो सबके मिथिला नगर पालिका के बात कही तो हिमालय युवा क्लब पूर्ण रूप से मिथिला नगर पालिका के वार्ड नंबर 2 आ वार्ड नंबर 5 में हम सब 2072 साल में खुला दिशा मुक्त कर दिलिए घोषणा, जैमे हम सब बहुत क्लब से योगदान सब कऽ युवा सबके बारम्बार पटक बैठक सब कऽ ई अभियान सफल करे के लागी एकटा ई अभियान छै। हम सब एहिमे सबके लागऽ पड़ते। एकटा व्यक्ति के लगला से नहीं हेतै, यूनिसेफ के आयल छै प्रतिनिधि सब उनका लगला से नहीं हेतै, नगर पालिका के मेयर सब लगला से नहीं हेतै। एक तो हरेक व्यक्ति के एहिमे अभियान में जुटऽ पड़ते। हम सब केना के आगाड़ी बढ़ली आ केना के जिला में किछु वार्ड सब नगर पालिका के गाड़ी सब खुला दिशा मुक्त घोषणा केली से अनुभव हम सुनाबऽ चाहे छी। हमरा सबके वास्तव में पहले के अपेक्षा में अखन बहुत सुधार भेल छै खुला दिशा मुक्त में। जयमन साफे नहीं बनाबे वाला छले, बनाबे के इच्छा नहीं करे छले, घर बनाबे छले लेकिन टॉयलेट के लेल योगदान खोजे छले, सोच में परिवर्तन नहीं छले। वो बुझावे के लागी हम सब घर दैलो पटक पटक बैठक सब पटक पटक रैली सब करे छली। आ जे व्यक्ति सब कुछ लोग सब बनाइयो लेने छले तो अहाँ के यूज नहीं करे छले। यूज नहीं करत कैला कि हमर शौचालय भर जात, ओहि के लागी यूज नहीं करे छलेगा। ओकरा सबके जाय छली देखे के लागी तो कुछ लोग बना क अभियो हम सब जाय छी निरीक्षण करे ला। अपन मिथिला नगर पालिका के वार्ड नंबर 3 बाकी रहल छै। वार्ड नंबर 3 में हमरा सबके वार्ड अध्यक्ष जी कहलखिन जे एक दिन अहाँ सब घर दैलो कर दियो, तो हम सब घर दैलो केली क्लब के युवा सबके साथी सबके लऽ जाकर। तो घर दैलो में हम सब भी देखली जे घर में बन गया छले टॉयलेट, वही घर में जो झाड़ू बरनी सब रखने रहे छै, प्रयोगे नहीं करे एकदम बढ़िया देखबे टॉयलेट, लेकिन झाड़ू रखने छै, कोई पानी के बर्तन रखने छै। तो ओकरा सबके हम सब बुझली समझली। सबसे पहले तो सर सफाई की है वो बुझा पड़ते। ओहिमे सर सफाई में हम सर सफाई संबंध में किछु जानकारी दिए चाहे छी। सर सफाई में 5टा अक्षर बनल छै, 5टा अक्षर से एगो शब्द बनल छै सर सफाई। स से भेले सरवा रोगबाट, र से भेले रक्षा गरी बस्न बसी बस्न बसाउन, स से भेले सफा सुग्घर गरी सबैको लागि, फ से भेले फाइदा लिदी सजिलो पारी, ई से भेले इज्जत राखी आफ्नो घरको टोलको वार्डको नगरको शोभा बढाउने काम गर्ने सरसफाई। सरसफाई एकर सब शब्द वर्ड के सबके 5 गो अक्षर के जोड़ के ना के बुझी सर्वा रोगबाट बच्नको लागि, फाइदा लिदी सजिलो पारी, आफ्नो आफ्नो इज्जत घरको टोलको नगरको शोभा बढाउने काम गर्ने हो। माने ई भेले अपने सर सफाई के तै लक ई अभियान हम सब जे गेलिए बुझबा जे लगलिए तो लोग सब के चेतना में बहुत सुधार भेले, सबको बुझल के आके बहुत परिवर्तन भेले। जे लक अभियो मिथिला नगर पालिका के खास क ये बातचीत भ रहल छै। तो 11टा वार्ड में हमरा लाग रहल 10टा भ गेल छै घोषणा, एकटा 3 नंबर रहल छै बाकी। तो 3 नंबर में हम सब जाकर अभियो घर दैलो, के अलावा सड़क नाटक से अपने कहलिए जे की कार्यक्रम सब के लिए। तो हम सब ठाव ठाव में चौक चौराहा सब पर जाकर क्लब से सड़क नाटक सब केने छिए, वैसे निक प्रभाव पड़ल छै।
अब जल्दिए ऊ छ हमरा लागि रहल है घोषणा एकटा वार्ड बाँकी छ, ओ बेलाका बाद मिथिला नगरपालिका सेहो पूर्ण घोषणा भयो चाहिँ खुला दिशा मुक्त नगरपालिका के रूप में से अपने कह चाहे जे पहले हम फिर सेवे करब फेरि गोविंद सर अहिले जुन उहाँले भन्नुभयो सरसफाइको पूर्ण उहाँले डिटेल भन्नुभयो, यो जुन अभियान अन्तर्गत उहाँहरूले जुन तयार पार्नु भएको छ त्यो छ। खास गरी सरसफाइको विभिन्न चरण पनि हुन्छ हैन। अब जहाँ एकदम सरसफाइको अभाव छ त्यहाँ हामी पूर्ण सरसफाइको तत्काल कल्पना पनि गर्न सक्दैनौँ। तपाईहरूको यो युनिसेफको पनि केही मापदण्ड होला, यसमा आधारभूत सरसफाइको पहिलो चरण कसलाई हामी भने अहिले जुन हाम्रो श्रोताहरू सुनिरहनु भएको छ उहाँहरूलाई कसरी जानकारी हुन्छ कि सरसफाइको पहिलो चरण के हो, एकचोटि भनिदिनुहोस् न। प्रश्नको लागि धन्यवाद बटुकजी। आधारभूत सरसफाइ भन्नाले खास गरी अहिले हामी आधारभूत सरसफाइकै चरणमा छौँ र मिथिला नगरपालिका पनि वडा नम्बर 3 बाहेक आधारभूत सरसफाइको अवस्था चाहिँ एक हदसम्म पार गरेको स्थिति हो। आधारभूत सरसफाइ भन्नाले पहिलो कुरा चाहिँ चर्पी नै हो र चर्पी निर्माण भएको र प्रयोग भएको स्थिति हो र हामीले त्यो जुन ल अब खुला दिशा मुक्त गर्ने अथवा खुला दिशा मुक्त हुने स्थिति गर्नको लागि चाहिँ त्यहाँ 3वटा स्थिति एउटा राखिएको छ। एउटा चाहिँ सबको घरमा चर्पी हुनु पर्यो, एक घर एक परिवार, एक घर एक चर्पी हुनु पर्यो। त्यस पछाडि उसको चाहिँ यो वडा अथवा त्यो पालिकाभित्र चाहिँ त्यहाँ भएका सामाजिक सङ्घ संस्थाहरू होइन संस्थागत चर्पीहरू पनि बनेर प्रयोगमा आएको स्थिति हुनु पर्यो भने अर्को चाहिँ हाम्रो बाटो हुन्छ नि कुनै पनि बाटोघाटोमा चाहिँ बाहिर दिशा देखिनु भएन, यो स्थिति चाहिँ पुरा भयो भने हामी आधारभूत सरसफाइको चरण पार गरेको स्थिति अथवा आधारभूत सरसफाइ चाहिँ सम्पन्न भयो है भन्ने स्थितिमा पुग्छौँ। र आधारभूत सरसफाइ सकाएपछि अनि हामीले पूर्ण सरसफाइको यात्रा तय हुन्छ है। र अहिले पूर्ण सरसफाइको यात्रामा हुनुहुन्छ 11वटा वाडामा 10वटा वाडाहरू र एउटा वाडा चाहिँ आधारभूत सरसफाइकै अवस्था हासिल गरेको स्थिति छैन मिथिलाको हकमा। र अब हिजो गर्दाखेरि चाहिँ अलिकति के भइरहेको थियो भने खुला दिशा मुक्त चाहिँ हरेक हिसाबले के गरिन्थ्यो भने अलिकति सहज तरिकाले चाहिँ गर्नको लागि चाहिँ अब केही अनुदानका कुराहरू थिए, अब त्यहाँ संयुक्त परिवारका कुराहरू थिए होला हैन। र अब यहाँ विभिन्न समस्याहरू पनि छन् कि अहिले पनि मान्छेहरूको चाहिँ जग्गा नभएका मान्छेहरू घरधुरीहरू छन्, अहिले पनि चाहिँ विपन्न दलित र अब त्यो वर्गका मान्छेहरू छन् हैन। त्यो भएर ती सबै मान्छेहरूको चाहिँ एक घर एक चर्पीको जुन सिद्धान्त छ त्यो कुरालाई चाहिँ पुरा भएको स्थिति हिजो पनि थिएन। र अब ती ठाउँहरूमा अहिले पनि फर्केर हेर्ने हो भने हिजो वडा घोषणा गरेका हिजो गाविस रहँदाखेरि घोषणा गरेका स्थानमा अहिले पनि कतिपय चर्पीहरू बन्नै बाँकी छन् र बनेका चर्पीहरू पनि साँच्चै भन्ने हो भने प्रयोगविहीन छन्। र मुख्य गरी यो अभियानमा चाहिँ हाम्रो युवा क्लबको सरले पनि भनिसक्नु भएको छ, यो अभियान एकजना मान्छेले गरेर हुने अभियान होइन। यो अभियान एउटा सरकारी संस्था अथवा स्थानीय तहले मात्रै गरेर पनि सम्भव छैन, नेतृत्व सरकारले लिनुपर्छ र यसमा सहभागिता भनेको सबैको सहभागिता हुनुपर्छ र यो एउटा साझा समस्या भई साझा रूपमै अगाडि बढ्नुपर्छ। यो एउटा सामाजिक आन्दोलन हो। त्यसकारण यहाँका चाहिँ जो बाहिर दिशा गर्छन् अथवा जो व्यक्ति छ त्यसको चाहिँ ऊ नै यसको सरगराला हो। त्यसकारण यहाँ भएका सङ्घ संस्था, यहाँ भएका युवा क्लब, यहाँ भएको महिला ग्रुप, यहाँ भएको चाहिँ विद्यालय, यहाँ भएका अन्य राजनीतिक दलको चाहिँ अब सहभागी, यो सबैको सहभागिता रह्यो र सबैको एउटा साझा धारणा बन्यो भने यो अभियान अगाडि बढ्छ। न कि यो अभियान भनेको चाहिँ कुनै जातसँग मात्रै सम्बन्ध राख्दैन हैन। सरसफाइ भनेको कुरा मानव जीवनको लागि हो। त्यसकारण यहाँ जात, धर्म, लिङ्ग, वर्ग यो कुनैसँग चाहिँ सम्बन्धित छैन, यो एज ए होल मानवसँग सम्बन्धित भएको कारणले यसमा सहभागिता पनि सबैको सहभागिता हुन जरुरी छ। तब मात्रै हामी आधारभूत सरसफाइको कुरा पनि पार गर्न सक्छौँ र हाम्रो लक्ष्य जुन गन्तव्य हो पूर्ण सरसफाइमा जान सक्छौँ। तपाईँ एउटा महत्त्वपूर्ण कुराले भन्नुभयो, विगतमा गाविस हुँदाखेरि जो गाविस
पूर्ण यो खुला दिशामुक्त घोषणा भइसकेको थियो। त्यसमा ती गाविसहरूमा अहिलेको जुन नगरपालिका अथवा गाउँपालिकाका वडाहरू छन् त्यहाँ अहिले पनि खुला चौरमा बाटोको छेउमा त्यो खुला स्थानमा त्यो दिशा देखिएको छ। शौचालयहरूमा पनि अहिले हाम्रा हिमालय युवा क्लबका अध्यक्षले भन्नुभयो शौचालयमा पनि त्यो शौचालय अन्यत्र कामका लागि प्रयोग भइरहेको छ। विगतमा धेरै खर्च पनि भयो। तपाईहरूले स्थानीय तहसँग मिलेर काम गर्नुभयो र सबैलाई कम्तीमा एउटा घरमा एउटा शौचालय निर्माण भएर मात्र पूर्ण रूपमा त्यो खुला दिशामुक्त अभियान सञ्चालन भएको र त्यहाँ खुला दिशामुक्त घोषणा पनि भएको हो विगतको गाविसहरू। तर अहिले त्यो प्रयोगविहीन भएको अवस्था छ, बाटोमा नै दिशा गर्ने गरेका छन्। अब यसलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्नको लागि युनिसेफले स्थानीय तहसँग, किनभने स्थानीय तहको हरेक वार्डमा प्रतिनिधि छ, त्यहाँ महिला पनि छ, दलित प्रतिनिधि पनि छ र त्यहाँ पुरै मेम्बरहरू छन्। त्यहाँ हरेक वडा हरेक घरमा त्यहाँ पहुँच छ स्थानीय तहको। तपाईँहरूको स्थानीय तहसँग जसरी यो कार्यक्रम अहिले सञ्चालन भइरहेको छ मिथिला नगरपालिकामा होइन, अब मिथिला नगरपालिकाको जुन एउटा वडा बाँकी छ अथवा बाँकीमा पनि जुन काम भएको छैन, केही कमी कमजोरीहरू छन्, ती कमी कमजोरीहरूलाई हटाउनको लागि नगरपालिकासँग स्थानीय तहसँग के सहकारी भइरहेको छ अब अहिलेको अवस्थामा? हजुर, अहिले चाहिँ युनिसेफले चाहिँ जुन मिथिला नगरपालिकासँग साझेदारी रूपमा यो खानेपानी सरसफाइमा तीव्रता जुन कार्यक्रम अगाडि बढाइरहेको छ, यो कार्यक्रमले सर्वप्रथम चाहिँ यो 3 नम्बर वडालाई खुला दिशा मुक्त गराउनको लागि सहजीकरण गर्ने हो एउटा है। र यो वडा करिब अब मेरो सूचनामा 4 घर बाँकी छन्। ती पनि कस्ता भन्दाखेरि एकल र अशक्तहरूको घरहरू हो। तिनीहरूको लागि पनि अब वडाले नगरले प्रयास गरिरहेछ। उहाँहरूको चाहिँ केही चाहिँ चर्पी निर्माणका सामग्रीहरू उपलब्ध गराइरहेको छ र त्यहाँ काम भइरहेछ। र यसभन्दा पछिका कार्यक्रमहरू चाहिँ हामीले पूर्ण सरसफाइसँग सम्बन्धित रहेर चाहिँ अब यहाँको सरसफाइलाई कसरी दिगो रूपमा अगाडि बढाउन सकिन्छ र यहाँको सबै मान्छेहरूलाई चाहिँ अब सरसफाइको हिसाबले कसरी जागरुक बनाउन सकिन्छ, कसरी सचेत गर्न सकिन्छ भन्ने हिसाबले कार्यक्रमहरू छन्। र यहाँ चाहिँ अब सरसफाइको विषयलाई चाहिँ अलिकति संयुक्त रूपमा प्रयास गर्नुपर्ने स्थिति छ र नगरपालिकाले यसको नेतृत्व लिनुपर्छ। जब हिजो बनाएका चर्पीहरू चाहिँ चर्पी मान्छेको मेरो आवश्यकताका लागि हो भन्ने सबै घरधुरी सबै व्यक्तिले बुझिसकेको स्थिति छैन र यो एउटा मान्छेको चाहिँ आनी बानीसँग पनि जोडिएको विषय हो। र के छ त भन्दाखेरि अहिले पनि अब हामीले खुला दिशा मुक्त त भनिरहेका छौँ, चर्पी त बनिरहेका छन्, तर यो के हो त भन्दाखेरि अलिकति चाहिँ जोर जबरजस्त ढङ्गले पनि बनेका छन् कि अथवा यो चाहिँ अहिले पनि कुनै पनि सङ्घ संस्थाको लागि, अहिले पनि स्थानीय निकायको लागि मान्छेले बनाइदिरहेको छ कि? यदि होइन भने अब मान्छेहरूले मेरो आवश्यकताको लागि है चर्पी मेरो इज्जतको लागि हो, मेरो प्रतिष्ठाको लागि हो, मेरो सुस्वास्थ्यको लागि हो भन्ने कुरा उहाँहरूले बुझिसकेको स्थिति अहिले पनि छैन। त्यसकारण यो पुस्तौँदेखि बाहिर सोच गरिरहेर आएको हाम्रो चाहिँ जुन जेनेरेसन छ, हाम्रो जुन गाउँबस्तीहरू छ, त्यो बस्तीहरूमा पुस्तौँदेखि गरेको कुरालाई तुरुन्तै अब यो सबै 100% नै मान्छेहरू आउँछन्, सबै चाहिँ चालु भइहाल्छ, यो कुरामा विश्वास गर्न सकिँदैन। किनकि आनी बानी परिवर्तन भनेको निकै लामो समय लिन्छ यसले। त्यसकारण हिजो हामीले यो 2-4 वर्षको प्रयासले हाम्रो ओडियो भएको छ, चर्पी बनेका छन्, हामीले देखिने परिवर्तनहरू आएका छन्। तर पनि यसलाई हामीले 100%मा लैजानको लागि अझै केही समय लाग्छ र केही चाहिँ कार्यक्रमहरूको निरन्तरता भइरहनुपर्छ। हामीले त्यही कार्यक्रमको निरन्तरताको लागि चाहिँ युनिसेफले काम गरिरहेको छ र स्थानीय तहसँग चाहिँ अब नीति नियमहरू बनाउने, यसलाई चाहिँ हिजो चाहिँ चर्पी युज नगर्ने मान्छेहरूलाई कसरी चर्पी युज गराउन सकिन्छ, चर्पी हिजो बनाएर भत्किएकाहरूलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ र कसरी चाहिँ अब मान्छेहरूलाई चाहिँ पूर्ण रूपमा चर्पीको प्रयोग गर्ने, घर आँगनको सरसफाइ गर्ने, व्यक्तिगत सरसफाइमा लाग्ने भन्ने कुराहरूमा गर्छौँ। त्यस्तै गरी हामीले खानेपानीको क्षेत्रमा पनि काम गर्छौँ। अब हामीले खानेपानीहरू अहिलेसम्म सबै घरधुरीको पानी हेर्ने हो भने हाम्रो खानेपानीको चाहिँ गुणस्तर मापन गरिएको छैन।
त्यहाँ चाहिँ जैविक रासायनिक हिसाबले विभिन्न अखाद्य तत्त्वहरू भएको पानी पनि अहिले पिउनु परिरहेछ जनताहरूले। त्यसकारण अबको दिनमा पनि पानी कसरी शुद्धिकरण गर्ने र शुद्ध पानी जनताले कसरी पिउन सक्छन् यो बारेमा चाहिँ स्थानीय सरकारसँग हामीले बारम्बार छलफल गरिरहेका छौँ र ती सम्बन्धी केही योजनाहरू पनि छन्। त्यस्तै गरी यो सरसफाइलाई दिगो रूपमा लैजानको लागि चाहिँ स्कुल क्षेत्र छ जुन सायद मलाई लाग्छ आज स्कुलले राम्रो खालको चाहिँ भूमिका निर्वाह गरिदिएको भए सायद यो खुला दिशा मुक्त अभियानकै रूपमा चलाउनु पर्दैन थियो कि हाम्रो पाठ्यक्रममा त विगत धेरै वर्ष अगाडिदेखि 2-3 क्लासकै पाठ्यक्रममा हामीले समावेश गरेका पाउँछौँ कि व्यक्तिगत सरसफाइ, घरायसी सरसफाइ, वातावरणीय सरसफाइ भन्ने पाठ्यक्रम छ र त्यो पाठ्यक्रम सँगसँगै के गरिएको छ भने त्यो पाठ्यक्रममा छ हाम्रो सरहरूले पढाइदिनुहुन्छ कि चर्पीमा दिशा गर्नुपर्छ, नङ काट्नुपर्छ, कपडा धुनुपर्छ, साबुन पानीले खाना खानुभन्दा अगाडि हात धुनुपर्छ, यस्ता कुराहरू उहाँहरू पढाइदिनुहुन्छ र विद्यार्थीले पढ्छन्। एक्जाममा परीक्षामा पनि उहाँले क्वेसन बनाइदिनुहुन्छ, उसले किताब पढेर आउँछ अनि पास हुन्छ अनि त्यो विद्यार्थी चाहिँ त्यहाँ पास भएर गइरहेको स्थिति हुन्छ। ऊ चाहिँ त्यो स्थिति छ तर हाम्रो व्यवहारमा चाहिँ के देखिन्छ अहिले पनि भने उसले चाहिँ परीक्षामा लेखिरहेछ त्यो प्रश्नको उत्तर लेखिरहेछ व्यक्तिगत सरसफाइ भनेको नङ काट्ने पनि हो भनेपछि तर नङ चाहिँ उसले लामो नङ पालेर त्यही हातले उसले लेखिरहेको छ है। अनि हाम्रो सरहरूले पढाइरहनु भएको छ कि चर्पीमा दिशा गर्नुपर्छ भनेर तर आज सरहरूको चर्पी छैन। त्यसकारण हाम्रो शैक्षिक को जुन पाठ्यक्रम छ र हाम्रो जुन शिक्षा छ त्यो व्यावहारिक छैन कि अब हामीले सरसफाइको क्षेत्रमा व्यावहारिक शिक्षा अब हामीलाई चाहिएको शिक्षा कस्तो हो त भन्दाखेरि अब विद्यार्थीहरूलाई सैद्धान्तिक रूपमा नङ काट्नुपर्छ अथवा सरसफाइको विषयमा पढाउनु भन्दा पनि नङ काट्यो कि काटेन भनेर विद्यार्थीहरूलाई हरेक हप्ता चाहिँ हप्तामा 2 चोटि एकजना क्लास टिचरले हेरिदिने हो भने उसको व्यक्तिगत सरसफाइ हेरिदिने हो भने चर्पी छ कि छैन भनेर सोधिदिने हो भने अनि त्यहाँ स्कुलको सरसफाइमा उसको संलग्नता बनाइदिने हो भने बाल क्लब गठन गरेर त्यसलाई सहभागी गराइदिने हो भने सायद मलाई लाग्छ दीर्घकालीन रूपमा स्कुलले नै यो सरसफाइलाई चाहिँ भविष्यमा राम्रो गर्न सक्छ। यो एउटा महत्त्वपूर्ण काम पनि हुन्छ। तपाईँ एकदम महत्त्वपूर्ण कुरा गर्नुभयो। विगतमा पनि हाम्रो विद्यालयहरूले खास गरी सामुदायिक विद्यालयहरूले जे भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो गर्न सकेन। त्यसको परिणाम अहिले हो कि अहिले पनि हामीलाई विश्व कताबाट कता गइहाल्यो तर हामी अहिले पनि खुला स्थानमा शौच नगरौँ त्यसमा हामीले कार्यक्रम सञ्चालन गर्नु परिरहेको छ। एउटा विडम्बना नै हो। अब श्रोतालोकन हम सब कार्यक्रम एखन अपने सुन रहल छी खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता। ये कार्यक्रम एखन अपने सब जो अपन रेडियो सेट एखने ट्यून केलहुँ हैं तो सुन रहल छी अपने सब रेडियो स्वागतम 89 मेगाहर्ट्ज पर कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता। ये कार्यक्रम लक हम बटुकनाथ झा आज कार्यक्रम संचालन कर रहल छी। ई कार्यक्रम धनुषा जिला मिथिला नगरपालिका द्वारा संचालित रहल। आज कार्यक्रम के जे कार्यक्रम है एक उद्देश्य रहल नगर के खुला दिशा मुक्त कौन तरह से कल जाता है संदर्भ में हम सब आज कार्यक्रम में संवाद कर रहल छी। हमर सबके आज कार्यक्रम के अतिथि छथि यूनिसेफ के वास कोऑर्डिनेटर गोविंद कार्की जी तैना हिमालय युवा क्लब नगटा जी जे कि मिथिला नगरपालिका वार्ड नंबर 3 में पड़े ओकर अध्यक्ष, वार्ड नंबर 2 में पड़िया ओकर अध्यक्ष अरुण कुमार महतो जी। और हम सब जे खाने पानी सरसफाई तथा स्वच्छता अभियान खुला दिशा मुक्त के संदर्भ में हम सब संवाद के सिलसिला के आगे बढ़ेबे करब। एखन चली ललाई फकाई सपना देखाई पुर्याउलन विदेशमा जालीको हातमा बेचेर सुन फसाउलन नर्कमा होशियार रहनु सचेत बस्नु दलाल आउलन है हाम्रा चेली नबेचुन कतै अभियान चलाऊ है हाम्रा चेली नबेचुन कतै अभियान चलाऊ है। चेलीबेटी बेचबिखन विरुद्ध सबै एक हौं कतै बेचिन लागेको थाहा पाए सम्बन्धित निकायमा खबर गरौं। यूनिसेफको सहयोगमा मिथिला नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा जनहितमा जारी सन्देश। अपने सबके पुनः स्वागत है कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता। ये कार्यक्रम लक हम सब एखन उपस्थित भ गेल छी। अपने सब सुन रहल छी रेडियो स्वागतम 89 मेगाहर्ट्ज। कार्यक्रम के
प्रायोजक रहलिस। कार्यक्रम धनुषा जिला के मिथिला नगरपालिका द्वारा संचालित रहलिस। आज कार्यक्रम में हम सब जे संवाद कर रहल छी खास कर जे नगर के खुला दिशा मुक्त कौन तरह से कल जाए एखन तक के अभियान के जे सफलता की सब छै संदर्भ में हम सब संवाद कर रहल छी। आ संवाद के लेल आज कार्यक्रम में हमर सबके अतिथि रहल छथि यूनिसेफ के वास कोऑर्डिनेटर गोविंद कार्की जी, तहिना हिमालय युवा क्लब नकटाजिस के अध्यक्ष अरुण कुमार महतो जी। संवाद के सिलसिला के आगा बढ़बैत हम फिर से हिमालय युवा क्लब के अध्यक्ष अरुण कुमार महतो जी से जिज्ञासा रख चाहे छन। अरुण जी, एखन जे गोविंद जी कहलखिन जे एखन जे अपना सबके धनुषा जिला में अथवा अन्य अन्य स्थान पर विभिन्न जिला सब में जे खुला दिशा मुक्त अभियान के लिए राज्य से एते बजेट खर्च भ रहल छै, हम सब अभियान में लागल छी विगत लंबा समय से 2014 से सन 2014 से, लेकिन जे सफलता प्राप्त होबाक चाही से नहीं भ सकल छै, लगानी बहुत लागि गेल छै। एकर कारण मध्य एकटा कारण इहो भ सकैया जे विगत लंबा समय से पाठ्यक्रम में अहाँ के खुला दिशा मुक्त तक बाद अहाँ के सर सफाई संबंध में बहुत रास पढ़ाई भेल छै, लेकिन विद्यार्थी सबके जे अनुसार से अपने के पढ़ाई के साथ साथ प्रैक्टिकली जे नॉलेज होबाक चाही, ज्ञान देबाक चाही से नहीं देल गेल छै। तै कारण से एखन जे एतेक राज्य के पैसा से खर्च भ रहल छै और बहुत जे काज पहिने होबाक चाही से एखन तक नहीं भ पायल छै। उनकर कहब छलैया कतौ न कतौ बात एकदम सही छै। अहाँ सब सामाजिक क्षेत्र में लागल छी, अहाँ सबके संस्था युवा क्लब सामाजिक क्षेत्र में लंबा समय से लागल अछि। एहि क्षेत्र में अर्थात ई छिरेश्वरनाथ नगरपालिका मिथिला नगरपालिका क्षेत्र में सेहो बहुत रास सामुदायिक विद्यालय सब छै। अपने सब विभिन्न कार्यक्रम उनका सब संगे समन्वय करैत हेबै। एहि अंतर्गत खुला दिशा मुक्त के क्षेत्र में सर सफाई के क्षेत्र में विद्यालय संगे हिमालय युवा क्लब के कोनो मिल कर कोनो कार्यक्रम संचालन भेल छै कि नहीं भेल छै, अर्थात एहि क्षेत्र में अहाँ सब की सब केने छै उनका सब संगे मिल कर? बहुत बहुत धन्यवाद गोविंद जी। वास्तव में विनोद जी कहने छला जे वास्तव में हमरा सबके पाठ्यक्रम में पाठ्य पुस्तक में राखल छै सर सफाई के संबंध में हम सब व्यवहार में नहीं लागू करै छी। एकटा हम की देख रहल छी जे सर सफाई हमरा सबके यूनिसेफ के या मिथिला नगरपालिका में चला रहल छै, अन्य अन्य जगह भी कोनो न कोनो एनजीओ सब जुड़ल हेतै। तो सर सफाई के आगाड़ी बढ़ावे के लागी हम ई देख रहल छी जे हरेक वार्ड पर भी वार्ड स्तरीय खाने पानी तथा सर सफाई स्वच्छता समन्वय समिति गठन छै। ओहिके बाद नगर स्तरीय छै, जिला में छै, क्षेत्र में छै, अधिराज्य में तो क्षेत्रीय छै। एकरा हमरा सबके सर सफाई सफा आ स्वच्छ क्षेत्र कौन जगह के हम सब घोषणा कर सकै छी। तो एहि के कुछ बात सब रखने छला विनोद जी, तैमें हम कुछ थप चाहे छी जे हमरा सबके नेपाल सरकार खाने पानी तथा सर सफाई मंत्रालय मार्गदर्शन अनुसार 2073 साल में मार्गदर्शन केलखिन, जैमें 7टा सूचक सब रखने छै जी। तो 7टा सूचक के हमरा सबके हरेक व्यक्ति के बुझे के छै आ कार्यान्वयन करे के छै। सबसे पहले तो हमरा सबके सक्रिय ककरा हुआ पड़ले, ई तो एक दिन सर सफाई केला से संभव नहीं छै। एकरा निरंतर रूप से करे के लागी सबसे पहले वार्ड स्तरीय समिति गठन छै। ओकरा हरेक समिति के पटक पटक बैठक नियमगमन निरीक्षण विद्यालय में होय, संघ संस्था में होय, सड़क बाट में होय, अन्य समिति सब छै गठन। सर सफाई में सक्रिय रह पड़ले। अपने फिर से हम कह चाहे जी अपने जे कहले जे हरेक वार्ड में अहाँ के गठन छै नै सर सफाई स्वच्छता समन्वय समिति छै, अहाँ के स्थानीय तह के वार्ड स्तर तक छै। ई बहुत महत्वपूर्ण बात छै जे वार्ड स्तर तक छै। वार्ड में जते घर छै पर वार्ड स्तर के जे छै ओकर के संयोजक होय देथिन नै आरो मेंबर हेतै ओइ के ओ सब ध्यान देथिन। लेकिन व्यवहारिक रूप में ई भ रहल छै कि नहीं, अहाँ सबके नजर में भेल छै कि नहीं से अपने कहियो? हाँ, व्यवहारिक के ओर हम जा रहल छी, जे बात जहाँ खोजलिए से बात हम जा रहल छी। तै तौर पर व्यवहारिक के ओर हम सब बातचीत भ रहल है। व्यवहारिक में लगला से एकटा ई अभियान सफल रूप से कार्यान्वयन हेतै आ सफल होतै। तो वास्तव में सर सफाई तो हम सब करै छी, लेकिन व्यवस्थित किस्म से नहीं कर रहल छी। विद्यालय संगे जो जुड़ने छलिए तो विद्यालय सब में जाकर हम सब विद्यार्थी सबके राखि कऽ सर सबके राखि कऽ समिति सबके राखि कऽ विचार गोष्ठी सब सेहो केने छी आ स्थानीय लेवल में रैली सब सेहो निकालने छियै। तो सर सफाई के पहले ई बुझऽ पड़लै जे हमरा सबके हम सब तो पर्चा पम्पलेट भी बँटने छियै।
7टा सूचक सब राख कर ई सूचक जे है से हरेक हम जानकारी सूचक में हल्का दिया चाहे छी जी अब के बाद तो छलफल हेबे करत जे 7टा सूचक हमरा सबके जाना पड़ते। फर्स्ट में छे योजना तर्जुमा तथा व्यवस्थापन। तो योजना तर्जुमा जे हमरा सबके करब तो के करते के योजना बनौते तो वार्ड स्तर के समिति छे बनौबे के नगर स्तर के समिति छे यहाँ सब योजना बनते तर्जुमा करते व्यवस्थापन करते। ओई के बाद से कथी के लागि सब करते तो समुचित चर्पी के प्रयोग होय छे कि नहीं होय छे। चर्पी तो बना लेने छे लेकिन चर्पीय प्रयोग केला से नहीं हेते हाथ धोय छे कि नहीं धोय छे 3 अघी 3 पछि हाथ धोय के चरण सब छे तो समुचित प्रयोग होय छे कि नहीं होय छे पटक पटक हमरा से कई समय निरीक्षण करब पड़ते समुचित चर्पी के प्रयोग भेले। तेकर बाद में सर सफाई में बात सब आयल छल व्यक्तिगत सर सफाई व्यक्तिगत सर सफाई हम सब विद्यालय में जाकर कहियो काल देखो पड़ले विद्यार्थी सबके चेक करब पड़ले जे व्यक्तिगत सर सफाई विद्यार्थी सब कह के आयल छे कि नहीं आयल छे व्यक्तिगत सर सफाई भी हुआ पड़ले। सबसे पहले तो हम सब व्यक्तिगत सर सफाई में ध्यान दिए पड़ले चर्पी के दिए पड़ले। एकर बाद से खाने पानी में पहुँच र प्रयोग खाने पानी हम सब पिए छी लेकिन शुद्धिकरण क नहीं पिए छी एकरा पानी के शुद्धिकरण करे के लागि बहुत उपाय सब छे ई सब अपनौने छे कि नहीं अपनौने छे। साधारण एकटा हम उपाय कह चाहे छी जना हम सब मिनरल वाटर में पानी पिए छी उ फेंक दे छिए ओकरा हम सब नहीं फेंकी वही में पानी रख कर अभी एकदम घाम छे ओकरा रोद में छोड़ दियो भर दिन सूखते बिहान भने जे पीबे ओकरा तो शीत से एकदम फ्रिज से बढ़िया पानी रहे छे सफा भ जाए छे कीटाणु सब भर दिन में मर गेल रहे छे उ एक नंबर हेते। तकर बाद भेले सुरक्षित खाना खाना हम सब खाइ छी बहुत होटल सब छे ओकरो अनुगमन निरीक्षण हरेक जगह होक चाहिए तब सर सफाई भेले जे बासी खिबे छे कि होटल के सर सफाई छे कि नहीं छे ई सब के समिति से समिति में सब जुड़ल छे जहाँ कहलिए जो शिक्षक संगे विद्यार्थी संगे छे कि नहीं छे ने वही वार्ड स्तरीय समिति में शिक्षक भी छे विद्यार्थी भी छे वार्ड स्तरीय के जनप्रतिनिधि सब छे संघ संस्था के प्रतिनिधि सब छे तो वही में हम सब जुड़ल छी अपना जगह पर हम सब अपने कन कहले ने जे स्थानीय क्लब अनुगमन होबक चाहिए एठमन ये होबक चाहिए अपने से सेहो जुड़ल छी नहीं तो ओइ में अनुगमन में ये हिमालय युवा क्लब जैसे अन्य अन्य समूह संगे मिलकर होबक चाहिए सब अपने सब कते केने छी से हम अपने सब बुझा होबक के चाहिए या करू के चाहिए वास्तव में अपने सब एखन तक कत गेलिया की सब के लिए ठीक छे जी हम ये 5टा कहियो देलिया अनुगमन के बात कहब तेके बाद से घराइसी आ संस्थागत सर सफाई घराइसियों के घरों आंगन के सर सफाई उसके बाद संस्थागत में पड़े छे विद्यालय संघ संस्था ये सब पड़े छे तो हर एक चीज के सर सफाई पड़े अंत में वातावरणीय सर सफाई सब करी पड़ते तब भी हमरा सबके वही क्षेत्र के तब सफा स्वच्छ क्षेत्र है कह कर घोषणा करते उस समिति सिफारिश करते नगर में पेश हेते तो नगर वार्ड के करते नगर के जे करे के छे तो जिला अथी करते तो ये आ वास्तव में अनुगमन के बात एले अनुगमन होय छे कि नहीं होय छे तो अनुगमन के लागि हम सब हमरा सबके हम सब हिमालय युवा क्लब एकटा पूर्ण रूप से सामाजिक सेवा प्रति समर्पित संस्था रहल छे ये मुनाफा नहीं कमाए वाला छे पूर्ण रूप से स्वयंसेवक के रूप में हम सब काम करते आयल छी वही के परिणाम स्वरूप मिथिला नगर पालिका के हम सब 2 आ 5 घोषणा केने छी 3 में जाकर अनुगमन कहलिएगा अपने सब 3 में जाकर हम सब घर देलो कार्यक्रम केली आ पटक पटक सड़क नाटक सब केने छिए जे के वाराधा जी सब हमरा सबके सहयोग ले छे तो जाकर हम सब करे छी आ सबसे पहले वास्तव में अनुगमन हम सब करी हमरा सबके कोनो न कोनो समिति में हम सब पड़ल छी कोई क्लब से जुड़ल हेते कोई विद्यालय से जुड़ल हेते कोई बाल क्लब से जुड़ल हेते तो ई सब पटक पटक भेला सब हमरा सबके चेतना बढ़त आ वास्तव में हम सब करे जाय छी आ बिसेर जेबे ई तो एक दिन अनुगमन केला से निरंतर प्रक्रिया निरंतर केला से निरंतर लगबे सब कोई तब ही उपलब्धि हो सके अपने लगे हम फेर से एबे करब हम फेर गोविंद कार्की जी लग जिज्ञासा के चाहे छी अहिले जो अरुण जी ले बनुभयो यो नियंत्रण प्रक्रिया हो
विगतमा यो उहाँहरूले जुन अनुगमन गर्नुभएको छ धेरै त्रुटि पनि देखिएको छ। ती त्रुटिहरूलाई सच्याउनको लागि जो स्थानीय तहले काम गरिरहेको छ उहाँहरूलाई स्थानीय तहलाई युनिसेफले के सहयोग गरेको छ? मात्र आर्थिक सहयोग गरेको छ कि उहाँहरूलाई त्यो एकचोटि काम गरिसकेपछि मानौँ कुनै वडा कुनै स्थानीय तह खोला रेखा मुक्त भइहाल्यो, त्यसपछि फर्दर त्यसको फलोअपको लागि तपाईँहरूले फेरि स्थानीय तहसँग मिलेर केही काम गर्नुहुन्छ कि अहिले जुन मिथिला नगरपालिकाको वडा नम्बर एउटा वडा बाँकी छ त्यो भइसकेपछि फेरि तपाईँहरूको फ्युचर प्लानिङ केही छ कि छैन? यो युनिसेफले जुन 2 नम्बर प्रदेशको 44वटा पालिकाहरूमा काम गरिरहेको छ र यो कार्यक्रम चलिरहेछ र यो कार्यक्रम सन् 2017बाट नै चलिरहेको हो र यो 2022सम्म चल्छ है। अब यो अवधिमा चाहिँ हामीले के सहयोग गर्छौँ त, युनिसेफले के सहयोग गर्छ त भन्ने कुरा गर्नुहुन्छ भने युनिसेफले मैले अघि पनि बताइसकेँ कि पहिलो चाहिँ आधारभूत सरसफाइको अवस्था हासिल गर्नको लागि कामहरू गर्छ, त्यस पछाडि खानेपानीको सवालमा काम गर्छ, त्यस गरी स्कुलको हेल्थ पोस्टको होइन र नगरपालिका जो स्थानीय सरकार छ स्थानीय सरकारको चाहिँ क्षमता विकास गर्नको लागि चाहिँ काम गर्छ र यो भित्र रहेर काम गर्दाखेरि चाहिँ नगरपालिकाहरूलाई हाम्रो केही पैसाहरू यी काममा एक्टिभिटीहरू गर्नको लागि चाहिँ नगरपालिकासँग चाहिँ सम्झौता भएको छ र काम उहाँहरूले नै गर्नुहुन्छ र हामीले प्राविधिक सहयोग गर्छौँ र आर्थिक सहयोग गर्छौँ र प्राविधिक सहयोग पनि गर्छौँ र त्यहाँ वडामा ट्रिगरहरू भन्ने छन् र ट्रिगरहरूले काम गर्नुहुन्छ। उहाँले अघि पनि भनिसक्नु भएको छ कि यसको संरचनाको हिसाबले हाम्रो के हुन्छ त भन्दाखेरि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति हुन्छ WCC र नगरपालिकामा नगरपालिका स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति हुन्छ। यो संरचनाले काम गर्ने हो र यो संरचनालाई काम गर्नको लागि हाम्रो यसको चाहिँ के हो त भने निरन्तर रूपमा काम गरिरहनु पर्ने हुन्छ र यो सरसफाइको विषय चाहिँ आफैमा एउटा के हो त भन्दाखेरि चाहिँ यो एउटा विकासकै पाटो हो र यो विकास आफैमा के हो त भन्दाखेरि यो चाहिँ कहिले पनि टुङ्गिने विषय होइन, यो नेभर एन्डिङ प्रोसेस हो। त्यसकारण हामीले चाहिँ नेपाल सरकारले चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल जुन छ अब यो हिसाबले अब सन् 2030सम्ममा चाहिँ हाम्रो पूर्ण सरसफाइमा जुन हासिल गर्नुपर्ने इन्डिकेटरहरू छन् ती इन्डिकेटरलाई ध्यानमा राखेर काम गर्ने हो, जसको लागि चाहिँ नगरपालिकाहरूसँग चाहिँ नगरपालिकाले आफ्नो योजनाहरू बनाउने, त्यसको कार्यान्वयन गर्ने र वास प्लानहरू बनाउने, नीति नियम बनाउने, अनुगमन गर्ने, कार्यान्वयन गर्ने सबै पाटोमा चाहिँ काम गर्नको लागि हामीले पनि प्राविधिक सहयोग गर्छौँ उहाँहरूलाई र यो चाहिँ नगरको यो स्थानीय सरकारको कानुनी दायित्व पनि हो। यो कानुनी दायित्वलाई चाहिँ बिस्तारै अब यसलाई अगाडि बढाउने कुरा हो र सरसफाइ चाहिँ के हो त अब यो विषयलाई चाहिँ जति संसारमा आज फोहोर भएको छ म त के भन्छु भने संसारमा फोहोरै हुँदैन है, संसारमा फोहोरै हुँदैन। यदि फोहोर संसारमा हुन्छ भने त्यो मानवीय गतिविधिले मात्रै हुन्छ। जब मान्छेले आफ्नो सुविधाको लागि आफ्नो उपभोगको लागि जे जति कुराहरू गरिरहेको छ, उत्पादन गरिरहेको छ र त्यसलाई चाहिँ दुरुपयोग गरिरहेको छ, त्यसकारण सिर्जिएको समस्या हो, जसले गर्दाखेरि आज चाहिँ जलवायु परिवर्तनका कुरा छन्, जसले गर्दाखेरि चाहिँ नयाँ नयाँ रोगहरू चाहिँ आइरहेका छन्, जसले गर्दाखेरि चाहिँ मान्छेको आयुमा मान्छेको स्वास्थ्यमा चाहिँ हानि पुर्याइरहेको छ र यो मानवीय प्रवृत्तिलाई कसरी हामीले सकारात्मक हिसाबले सरसफाइ पूर्ण सरसफाइ उन्मुख बनाउन सकिन्छ त्यो मान्छेको प्रवृत्तिमा सुधार ल्याउनको लागि जरुरी छ। अहिले हाम्रो मानवीय जुन प्रवृत्ति छ कि हामी के गर्छौँ, हामी खानेकुराहरू पनि त्यसलाई सही तरिकाले चाहिँ खाइरहेका हुँदैनौँ। हामीले कलरफुल खानेकुराहरू कहिलेकाहीँ खाइरहेका छौँ, हामीले रोडमा बनेका खानेकुराहरू चाहिँ खाइरहेका हुन्छौँ, हाम्रो होटलको व्यवस्थापन छैन, हाम्रो अनुगमन छैन। यी सबै कुराहरूलाई चाहिँ नियमन गर्नुपर्ने छ र मान्छेको प्रवृत्ति जुन हाम्रो प्रवृत्ति छ र एउटा चाहिँ संस्कार पनि छ। यसमा संस्कार पनि किन जोडिएको छ भने
आज हामीले खुल्ला स्थानमा दिशा गर्नु भनेको मलाई लाग्छ यो यहाँको पहिचानै हो कि जस्तो नि पहिचानकै रूपमा चाहिँ हामीले लिइरहेको छौँ कि होइन भने आज खुल्ला स्थानमा दिशा गरिरहेको छ तर कोही प्रतिकार गर्दैन कि खुल्ला स्थानमा सबै मान्छेहरू खुल्ला स्थानमा दिशा पिसाब गरिरहेको हुन्छ त्यहाँ कुनै प्रतिक्रिया कसैले गर्दैन त्यो देखेको नदेखी गरेर हिँडिरहेको हुन्छ यसको मतलब त के हो त भन्दाखेरि यसमा कुनै प्रतिक्रिया छैन है अब मान्छेलाई चाहिँ के भन्छ भन्दाखेरि यो संस्कार रूपमा यो चलिरहेछ चल्छ मनोबल बढ्छ भन्ने हिसाबले तर यो त्यस्तो होइन यो अब हामी सभ्यताको संसार सभ्यताको चरम उत्कर्षमा पुगिरहेको बेलामा अहिले पनि बाहिर सोच गर्नु बाहिर दिशा पिसाब गर्नु फोहोर गर्नु राम्रो कुरा होइन यो मानवीय व्यवहारभित्र पर्दैन है भन्ने कुराको चाहिँ बुझाइ भइरहेको छैन हामीले प्रतिक्रिया चाहिँ जनाइरहेका छैनौँ र नगरपालिकाहरूले हाम्रो गाउँमा भएको घर भलाज्मीहरूले हाम्रो पञ्चायतहरू आज मैले एउटा पनि सुनेको छैन कि फलानाले बाहिर दिशा गरेको कारणले फलानाले मेरो खेतमा मेरो चाहिँ करेसाबारीमा दिशा गरेको कारणले चाहिँ त्यहाँ चाहिँ झैझगडा भयो त्यसकारण पञ्चायती भइरहेछ भन्ने कुरा मैले अहिलेसम्म सुनेको छैन जबसम्म हामी यसमा चाहिँ प्रतिक्रिया जनाउँदैनौँ प्रतिकार गर्दैनौँ तबसम्म यो संस्कार रूपमा गरिरहन्छ त्यसकारण यो संस्कार बदल्न जरुरी हो भने जरुरी छ भने संस्कार बदल्नको लागि चाहिँ केही प्रयत्नहरू गर्नुपर्छ कोही कानुनी प्रयत्न गर्नुपर्छ कोही सामाजिक प्रयत्नहरू गर्नुपर्छ र अबको बाटो भनेको चाहिँ हाम्रा केही कानुनी प्रक्रियाहरू कानुनी बाध्यताहरू चाहिँ छन् हाम्रा विभिन्न नीति नियमहरू बनेका छन् यही पूर्ण सरसफाइको कुराहरू पनि उहाँले अघि प्रश्न पार्नुभयो कि हाम्रो 7वटा इन्डिकेटर छन् त्यो इन्डिकेटरलाई चाहिँ अब स्थानीय सरकारले त्यसलाई कानुन बनाएर त्यसलाई चाहिँ बजेट छुट्याएर अथवा वास प्लानै बनाएर व्यवस्थित गरेर अगाडि बढ्नुपर्छ त्यसै गरी चाहिँ विद्यालयको लागि चाहिँ अहिले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी चाहिँ एउटा कार्यनीति आएको छ जसलाई चाहिँ 3 स्टार पद्धति पनि भन्छौँ र 1 स्टार 2 स्टार 3 स्टारमा चाहिँ विद्यालयमा कस्तो सरसफाइ हुनुपर्छ कसरी गर्नुपर्छ भनेको यसको सबै व्यवस्थापनहरू छन् हाम्रा न कि कानुनले हाम्रो नीतिहरूमा चाहिँ धेरै प्रगति भएको छ तर त्यो कुरालाई हामीले व्यावहारिक रूपमा कार्यान्वयनमा लान सकिरहेका छैनौँ आज हाम्रो जोड पनि के हो त भन्दाखेरि ती नीतिहरूलाई कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई हामीले अलिकति चाहिँ के गरिरहेछौँ प्रेसर गरिरहेछौँ समुदायले प्रेसर गर्नुपर्छ र अब यदि सरसफाइको विषयलाई चाहिँ प्राथमिकतामा राखेनौँ भने हाम्रो चाहिँ विकास हाम्रो प्रतिष्ठा हाम्रो चाहिँ जीवन चाहिँ जोखिममा छ है अब यो कुरा यो सबैले बुझ्न जरुरी छ यहाँको राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ जबसम्म यो ढङ्गले बुझ्दैनौँ हामी नेतृत्वले बुझ्दैन परिवर्तनकारीहरूले बुझ्दैनन् तबसम्म परिवर्तन सम्भव छैन लाग्छ मलाई यो एउटा ठुलो आन्दोलन हो यदि सङ्ख्यामा चर्पी बनेका छन् सायद सरकारले अथवा कुनै पनि गैर सरकारी संस्थाहरूले यसलाई भौतिक संरचना बनाउनको लागि अब अरबौँको पैसा खर्च हुन्थ्यो तर आज यसलाई जुन अभियानको रूपमा सञ्चालन गरौँ त्यसले गर्दाखेरि थोरै पैसामा पनि धेरै उपलब्धि हासिल गर्न थालेको छ जब सहभागिता बढेको छ नि सहभागिता जे कुरामा हामीले बढाउन सक्छौँ त्यो कुरा पक्कै पनि सफल हुन्छ र हामी अहिले सहभागिताको चाहिँ कुरामा जोड दिइरहेका छौँ यो सबैको सहभागिता यो साझा सवाल हो भनेर हामी जोड दिइरहेका छौँ त्यसकारण यो अगाडि बढिरहेछ अन्यथा यो धेरै यो हरेक वर्ष चर्पी बनेर व्यक्तिले आफूले बनेर सरकारले बनाइदिएर हो भने यो ओडिएफ भन्ने कुरा एउटा चाहिँ सपना जस्तो मात्रै हुन्थ्यो तर आज साँच्चै विपना बनिरहेछ यहाँ यो सहभागिताको कारणले गर्दा नै हजुर एकदमै सहभागिताको कारणले हो यो हम सब अब कार्यक्रम के अंत दिस आबि गेल छी अंतिम में अरुण जी अपने से जिज्ञासा एखन जे गोविंद जी जे कहलखिन है जे सहभागिता के कारण एखन एतेटा सफलता भेटले है नियम कानून बहुत बनल छै नेपाल में अहाँ के संविधान में बहुत नियम छै अपने के लेकिन अंतिम में सब व्यवहार पर आबि कटक जाइ छै एखन जे श्रोता लोकन सुनि रहल छथिन ई कार्यक्रम हुनका सबके जे जिनका घर में शौचालय छै अथवा जिनका घर में नहीं छै हुनका सबके की अहाँ एकदम शॉर्ट में एकदम उनका सब की कह चाहबे बहुत बहुत धन्यवाद गोविंद जी जे शौचालय बनाउने छथि प्रयोग करै छथि ओ तऽ स्वतः निमन आदमी भेलै निमन आदमी के पहचान केलकै हम तऽ इएह कहऽ चाहब जे नियमित रूप से शौचालय प्रयोग करै छै आ सर सफाई में ध्यान दै छै ओ हमरा समाज के असल व्यक्ति छथि तै द्वारे असल व्यक्ति अपने सबसे हो बनु छै असल व्यक्ति सब कोई बनी आ बनाबी आ इमे सबको सहयोग जी अपने दुनु गोटे अपन व्यस्त समय के बावजूद जे रेडियो स्वागतम
89 मेगाहर्ज के लिए समय निकाल लेते के लिए अहाँ दुनू गोटे के सहृदय धन्यवाद देव चाहै छी। धन्यवाद तपाईले पनि जुन आफ्नो धारणा राख्न अवसर दिनुभएको छ र अब मलाई लाग्छ मिडियाले यो सेक्टरमा जुन काम सुरुवात गर्नुभएको छ यसलाई निरन्तरता दिनुहोस् र यो अभियानलाई पुरा गर्नका लागि यहाँहरूको पनि एकदमै ठुलो योगदान रहनेछ र हाम्रो जुन लक्ष्य छ पूर्ण सरसफाइको त्यो लक्ष्यलाई पुरा गर्नको लागि हाम्रो प्रदेश नम्बर 2 पनि पछि पर्दैन है। यहाँको पनि हामीले केही गर्न सक्छौँ र परिवर्तन गर्न सक्छौँ भन्ने कुरा चाहिँ आउन सक्छ र तपाईको मिडियाले हाम्रो जुन विचार राख्ने मौका दिनुभयो र यो कार्यक्रमलाई अझै निरन्तरता दिनुहोस् भन्ने शुभकामना दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। श्रोतालोकन आज कार्यक्रम अपने सब सुनलौं खानेपानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता। आज कार्यक्रम में हमार सबके दू गोटे अतिथि छलैथ यूनिसेफ के वास कोऑर्डिनेटर गोविंद कार्की तैना हिमालय युवा क्लब के अध्यक्ष अरुण कुमार महतो जी। आज कार्यक्रम अपने सबके केहन लागल अवश्य हमार सबके सल्लाह सुझाव सेहो द सकै छी। कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान ये धनुषा जिला के मिथिला नगरपालिका द्वारा संचालित कार्यक्रम रहल। इस कार्यक्रम में हम सब नगर के खुला दिशा मुक्त कोन तरह से कैल जाए तथा खानेपानी तथा सरसफाई के क्षेत्र में केना हम सब आगा बढ़ी तय संदर्भ में हम सब विभिन्न अतिथि सब संग संवाद करे छी। ये कार्यक्रम अपने सब प्रत्येक सोम दिन भोर के 8 बजे से सुने छी। आगामी दिन फिर अन्य अतिथि संग कार्यक्रम लगा उपस्थित हेबे करब। एखन के लेल कार्यक्रम से संचालक हम बटुकनाथ झा से हो संपूर्ण अतिथि आ श्रोता लोगन के धन्यवाद दैत प्राविधिक मित्र के सेहो धन्यवाद दैत कार्यक्रम से विदा हो जाय छी। नमस्कार।